जनताले प्रश्न गर्ने कुरा के हो भने भ्रष्टाचार त यस्तो महत्त्वपूर्ण छ कि यो क्षेत्रमा यो अवस्थामा तपाईँलाई पैसाको आवश्यकता पर्दैन, पैसा कमाउनु पर्दैन, तपाईँले त भ्रष्टाचारमा फस्न सक्नुहुन्छ नि त बलेन्जी भन्दाखेरि तपाईँ यसको उत्तर कसरी दिनुहुन्छ? होइन, यस्तो भ्रष्टाचार मैले किन गर्नु पर्यो? म स्ट्रक्चरल तपाईँलाई पैसाको आवश्यक पर्दैन, पैसा दिन्छ अरबौँ देख्नु भनिहाल्नु। मैले भनिदिन्छु, म स्ट्रक्चरल इन्जिनियर हो जुन नेपालमा 150 देखि 200 जना मात्रै छन् होइन। म एउटा म्युजिकल कलाकार हो, म एउटा टिभी सोको जज हो, नेपाल सिरियस टिभी सो इमेज च्यानलमा चलिरहेको छ होइन। मैले अहिले भ्याएको छैन कति काम गर्न, त्यो यो चिजभन्दा अगाडि नै मेरो यति धेरै काम छ। मैले अस्ट्रेलियाको टुर क्यान्सल गरेर बसेको छु, युरोपको टुर क्यान्सल गरेर बसेको छु, अमेरिकाको टुर क्यान्सल गरेर बसेको छु। त्यो पैसा कमाउनलाई हामीसँग मसँग भनौँ अहिले व्यक्तिगत रूपमा यति धेरै बाटाहरू छन् कि यहाँ मैले अब राजनीति गरेर पैसा कमाउनु पर्ने आवश्यकता सक्षम हुन्छ त्यसरी पैसालाई। हजुर हजुर, एक त कमाइसक्नु भएको छ अथवा तपाईँलाई पैसा आफै गर्न सक्नुहुन्छ। हजुर हजुर, यो महत्त्वपूर्ण कुरा छ नि होइन? एकदम महत्त्वपूर्ण, यो यति महत्त्वपूर्ण कुरा हो। मान्छेले अस्ति पनि मैले कुरा भन्दाखेरि ओहो कस्तो घमण्डी रहेछ, मसँग 5 तल्ले घर छ भनिदियो, गाडी चढ्छु भनिदियो। तर त्यो कुरा किन बुझ्न जरुरी छ भन्दाखेरि तपाईँले आफ्नै जिन्दगी उकास्न सक्नु भएन भने अर्काको जिन्दगी कसरी उकास्दिनुहुन्छ? मैले आफै आफ्नो जिन्दगीको लागि मैले कमाइ खानु भाँडो बनाउन सक्दिनँ, मेरो जीवन स्तर उकास्न सक्दिनँ, मैले आफ्नो लागि एउटा संयन्त्र बनाउन सक्दिनँ भने मैले कसरी अरू जनताको लागि चाहिँ अथवा मान्छेको लागि अथवा यो वार्डमा नगरपालिकामा चाहिँ तपाईँहरूलाई चाहिँ म एउटा बाटो देखाइदिन्छु, तपाईँहरूको जिन्दगी उकास्दिन्छु भन्न सक्षम त भएन नि त। त्यो भएन नि त भनेपछि मान्छे त्यो नेता आफैमा सक्षम छ कि छैन, उसले आफैले चाहिँ आफ्नो जिन्दगी उकास्न सकेको छ कि छैन, यो सबै नेपालीले बुझिदिए त यो देशै फेरिन्थ्यो नि। त्यो कुरा हो नि त। त्यही त यो रन्जुजीले पनि त सेलरोटीको कुरा गर्नुभएको हो, अझै पनि गर्नुभएको होला, विकल्प एउटा केही जागिर अनि आफ्नो नेतृत्वको काम भन्ने कुरा। तर सिकाइता त भएन नि त अझै पनि। नेताहरूमा कसरी हुन्छ अब अहिलेदेखि हेलेको एउटा नेताहरूले चाहिँ प्रचार गर्न थालिसके, चुनावी प्रचार आफू जित्नको लागि झन् दिन प्रतिदिन त्यो बढ्दै जान्छ, अनि त्यहाँ त पैसा खनाएर मान्छेले